हेलो एभ्रिवान, सो वेलकम टु माई मिनी ब्लग्स। एन्ड आज भने चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ टेन्डुङ जाँदैछौँ होइन, हाइकिङको लागि। सो त्यही भएर चाहिँ हामी अहिले गाडीमा जाँदैछौँ आधी बाटोसम्म होइन, दामताङसम्म चाहिँ हामी गाडीमा जाँदैछौँ होइन, नाम्चीदेखि। अनि त्यही भएर चाहिँ आज दिन पनि दामी भइरहेको छ होइन। अनि हामी चाहिँ अहिले जाँदैछौँ बाटो होइन। मैले चाहिँ आधी बाटोबाट मात्रै भिडियो बनाएको, किनभने उकालो हिँड्न धेरै उकालो थियो नि त, अनि हिँड्न धेरै साह्रो पनि परिरहेको थियो। त्यही भएर आधी बाटोबाट मात्रै भ्लग बनाएँ है गाइस, नरिसाउनुहोस् होला होइन। अनि उकालो जाँदाखेरि मान्छेहरू पनि धेरै भेटिरहेको थियो बाटोमा होइन, यसो रेला गर्दै हिँडिरहेको थियो नि त। अनि हामी सो त्यही भएर जाँदैछौँ। अहिले धेरै लामो बाटो, झन्डै लगभग हामी 3 घन्टा 3.5 घन्टा जति हिँड्ने होला होइन। झन्डै दामताङबाट चाहिँ नजिक रहेछ, सो त्यही भएर हामी जाँदैछौँ होइन। एन्ड अहिले चाहिँ हामी अलिकति मैले चाहिँ भिडियो अलिकति फास्ट गर्दैछु, किनभने धेरै लामो थियो होइन। सो त्यही भएर चाहिँ मैले छोटो बनाएको छु, नरिसाउनुहोस् होला गाइज होइन। एन्ड अहिले चाहिँ फाइनली हामी टेन्डुङ पनि पुगिसकेको छौँ। एन्ड तपाईँहरू हेर्न सक्नुहुन्छ टेन्डुङको नजारा होइन। मान्छेहरू धेरै भेटिरहेको थियो। हामी चाहिँ बिहान गएको, किनभने हाम्रो बेलुका जाने प्लान चाहिँ क्यान्सल भएर चाहिँ हामी बिहान गयौँ होइन। अनि हेर्नुहोस् यहाँ टेन्डुङको नजारा, मान्छेहरू बसेर पिकनिक खाइरहेछ। हुनु चाहिँ यो एउटा गुम्पा हो होइन। अनि त्यहाँदेखि हामी सबैजना बसेर चाहिँ खाजाहरू खायौँ पुगेर होइन। अनि पुगेर खाजाहरू खायौँ, यसो बसेर हामीले चिप्सहरू धेरै किनेको थियौँ होइन। एन्ड तपाईँहरूले हेर्नु सक्नुहुन्छ म चाहिँ माथि टपमा पुगेर चाहिँ यस्तो माथिबाट नजारा देखाउनु चाहिँ यति दामी देख्दो रहेछ होइन। अनि मान्छेहरू चाहिँ थिएन ज्यादा, किनभने अलिअलि पानी पनि पर्दै थियो। त्यही भएर हामी माथि टप फ्लोरमा गयौँ। त्यही भएर चाहिँ मैले माथिबाट भ्यू देखाएको, राम्रो देख्छ भनेर होइन। अनि यहाँ साथीहरूले चाहिँ यहाँनिर ढुङ्गाहरू पनि उयो गर्दैछ नि त, के भन्छ त्यसलाई, ढुङ्गाहरूको त्यो उयो गऱ्यो भने चाहिँ एउटा विस पुग्छ भन्ने चाहिँ उयो हुन्छ नि त, मान्छेको विश्वास होइन। अनि त्यहाँदेखि अलिअलि पानी पनि रहेको थियो। त्यही भएर हामी फर्क्यौँ है साथीहरू भनेर चाहिँ हामी फर्किँदैछौँ। मान्छेहरू पनि थिएन, धेरै फर्किसकेको थियो। अनि हामी चाहिँ लास्टमै थियौँ। त्यही भएर अलिअलि लगभग यति बेला 2:30-3 बज्न लागेको थियो होला है। त्यति बेला चाहिँ हामी फर्क्यौँ। अनि बाटो पनि अलिक अँध्यारो देखिरहेको थियो, तर उज्यालो थियो। हुनु चाहिँ पानी परेको कारणले गर्दाखेरि पुरा गारुङ गर्दै थियो होइन। अनि हामी धेरै लामो तल बाटोसम्म पुगेको थियौँ होइन, निकै तल आइसकेको थियौँ। अनि अङ्कलले पनि गीत गाउँदै यस्तो रमाइलो गर्दै थियो। अनि साथीलाई पनि जिस्काउँदै थियो नि त, अन्त गाउनुपर्छ हो भन्दै भन्नुहुँदै थियो नि त अङ्कलले। अनि हामीभन्दा पछाडि हुनुहुँदै थियो, तर पनि हामीलाई कति छिटो भेट्नु भएछ होइन। अनि त्यतिकै हो रेला गर्दै हिँड्दै थियौँ। अनि अङ्कलले त्यो बाटोमा डान्स पनि गरौँ भन्दै थियो, तर हामी हिँडेकोले पुरा थाकिरहेको थियो नि। अनि होस् हो भन्दै त्यहाँबाट एकछिनमा उठेर हिँड्यौँ होइन गाइस। एन्ड फाइनली अहिले भने चाहिँ दामताङ बजार आइपुगेका छौँ होइन। एन्ड दामताङ बजारको नजारा पनि हेर्नु सक्नुहुन्छ होइन गाइस। एन्ड फाइनली हामी दामताङ बजार आएर खाजासाजा खाएर एकछिन रेस्ट गरेर फेरि ब्याक टु नाम्ची भयो होइन गाइस। एन्ड आज भिडियो चाहिँ यति नै थियो गाइस, हेर्दै गर्नुहोस् होला मेरो भिडियो।